प्रहरीको आधारभूत समस्या मार्फत आगामी चाहन्छ गाउँपालिकाका धेरै प्रहरी चौकीहरू आज पनि जीर्ण अवस्थामा छन्। सुरक्षा निकायहरू अध्ययन प्रविधि जोड्ने, साइबर अपराध नियन्त्रण गर्ने, सीमाना सुरक्षा प्रभावकारी बनाउने र सेवा प्रवाह दिने छरितो र सहज बनाएको नीति सकारात्मक छ। सभामुख महोदय, म विशेष गरी सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। प्रहरीको आधारभूत समस्या मार्फत आगामी चाहन्छ गाउँपालिकाका धेरै प्रहरी चौकीहरू आज पनि जीर्ण अवस्थामा छन्। कतिपय ठाउँमा बस्ने ठाउँ पनि छैन, कतिपय ठाउँमा खाना पकाउने ठाउँ पनि छैन। प्रहरी जनकले 24 घण्टा सेवा प्रयोग गर्छन्, अन्त्यमा खाना पकाउने सम्बन्ध छैन। यस्तो अवस्थामा उनीहरूको तलब भत्ता र सेवा प्रयोग बढाउन आवश्यक छ। सभामुख महोदय र मिडियाहरू नाम गर्नलाई उहाँहरूले चाहिँ एकदम अभाव फैलाइराख्नु भएको छ। बिना आधार चरित्र हत्या गरिराख्नु भएको छ, समाजमा भ्रम फैलाइराख्नु भएको छ। यस्तो चाहिँ कडा कारवाही गर्नु परोस् र साथै विकासको नाममा क्युआर वा